ल सबैलाई नमस्कार छ। आज हामी होमस्टेमा बस्ने गरी एक दिन यहाँ हामी टुटेपानी भानुतेरामा आइपुगेका छौँ र हामी निकै नै हर्षित छौँ। आज धेरै पटक पहिलो पटक हामी यहाँ आइपुगेका छौँ। यहाँ मिस हुनुहुन्छ, ल हाई गरिदिनु मिस। अनि यहाँ चाहिँ पहिलादेखि आउने इच्छा हुँदाहुँदै पनि बल्ल बल्ल आइयो यहाँ। यो चाहिँ हाम्रो ठुलडुङ्गा खेल मैदान रहेछ, सिद्धस्थान भानु नगरपालिका वडा नम्बर 3 तनहुँ रहेछ। अनि यहाँ राम्रो जस खेल्नका लागि राम्रो एउटा चौर अनि यहाँ रहेको यहाँ अर्नीको मावि तपाईँले हेर्न सक्नुहुन्छ। जस एउटा खुल्ला मैदानमा एउटा रमाइलो वातावरणमा एउटा खुल्ला मैदानमा रहेछ। अनि यहाँ ठुलडुङ्गा खेल मैदान सिद्धस्थान भानुतेरा रहेछ हैन। र यहाँ हामी सनसेट पनि हेर्न सक्छौँ र मलाई लाग्छ यहाँ राम्रो सनसेट देख्न सक्छौँ। र बाँकी म तपाईँलाई देखाउन जानेछु। र एकछिन म यहाँ बाबुसँग कुरा पनि गर्छु। बाबु यहाँ आउनु न, बाबु एकचोटि। बाबु एकजना आउनु पर्यो ल। यहाँ हाम्रो बाबु खेलिरहेका छन् फुटबल, आउन मानिरहेका छन्। यहाँ अर्नीको मावि यहाँनिर ठुलो ढुङ्गा रहेछ र निकै नै स्पेस भएको कारणले गर्दा यहाँ जस हाम्रो आवाज बोलेको पनि इको भइरहेछ, रिभर्स भइरहेछ। तलपट्टि ठुलो ढुङ्गा पनि रहेछ, निकै नै रमाइलो वातावरण रहेको छ। ठुलो ढुङ्गा भानु नगरपालिका 13 है।